Hey guys, welcome back to the another video. So guys, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा. सो अब दिनहरु चाहिँ जस यसरी चलिरहेछ. जस्ट अब हाम्रो पार्क चाहिँ खतरा हरियाली भइसक्यो है. खतरा हरियाली देख्न थालेछ. त्यसबाट अब हाम्रो पार्कमा पनि भिजिट गर्नु पर्यो सबजनाले. खतरा हरियाली भइरहेछ अहिले चाहिँ. यो घाँसहरुले गरेर होला सायद यो. त्यसबाट अनि आज चाहिँ अनि हाम्रो हिपहप इभेन्ट रहेछ हाम्रो कमल पोखरीमा है. इन्भाइट आएको छ हाम्रो यताउति केटाहरु सबजना भेला होली भनेर. त्यो जान लागेको छु अहिले 4 बजिरहेछ. मलाई जान लाग्यो पानी पो पर्न लाग्यो यार. अहिले त खतरा घाम लागिरहेको थियो यार. पानी पर्न लाग्यो जाने बेला त. त्यो अनि दाइहरुले फोन गर्नु भइसक्यो. दाइहरु चाहिँ पुग्नु भइसक्यो अरे. अब म जान लागिरहेको छु. 4 बजी सुरु भन्दै थियो. त्यो केटा होला. अब सिधै जान्छु पठाउ बुक गरेर छु पठाउँदै होला. छोटो मिडियो सिनेम्याटिक हेर्दै जानुपर्छ है त केटा होला. त्यसैले तल घाँसमा खाना हो यो. घरमा खाना दिएछ नि तलाई. बा घाँस खान आइरहेको छ. यस गाइस आइसक्यो. इभेन्ट पनि सुरु भइसकेको छ. ढाक्कै ढुरुक आइसक्यो साउन्ड भित्रबाट है. बवाल हुनेवाला छ इभेन्ट. मान्छेहरू टनाटन छ जस्तो खतरा मजा आउनेवाला छ. फर्स्ट अफ अल त अब गएर कुमार दालाई भेट्छु म होइन. त्यसपछि के हुन्छ उतै गएर देखाउँछु म. ओ माई गड भ्यू चाहिँ बवाल रहेछ है अहिले. खतरा बनाइसकेको छ यार यहाँनिर. इभेन्ट हुने ठाउँ चाहिँ पारी रहेछ. अब यहाँदेखि हिँड्दै जानुपर्छ त्यत्रो टाढा. त्यो कति पछि आएको है. बवाल रहेछ क्या यहाँ पोखरी चाहिँ यहाँदेखि होइन. इभेन्ट भएको चाहिँ त्यहाँ हो क्या. त्यो जुन त्यहाँ कालो भएर त्यहाँ छ न होला. त्यहाँ हो इभेन्ट चाहिँ है. ल त्यो गएर अब फर्स्ट अफ अल दाइलाई भेट्छु सुरुमा. लकडा हो दाइसँग भेट भइसक्यो. डाकडा कुमार दाइसँग. अब दाइको च्यानल भिजिट गर्नुभएको छ भने एकचोटि भिजिट गर्नु है. दाइको च्यानल पनि लिङ्क तल राखिरहन्छु है. सब हाम्रो सुकुमदास फ्यामिली सब जानु पऱ्यो है उता दाइको च्यानल. ल दाइ है. ल ओके दाइ मलाई जानु भइसकेको छ. म अब झन् दाइलाई भेट्छु भनेर भने खास गरी दाइ नै जानु भइसकेको छ क्या अब. हेलो ट्रिक्स दाइ. हेलो दाइ. खान्छ नि दाइ. खान्छ नि हुन्छ. दाइलाई भेट्छु है. दाइको लागि यो खान्छ हुन्छ दाइ. खान्छ हुन्छ अब यता प्रोग्राम सुरु भइसकेको छ. लगडा अब फिटबक्स हानेर छ. एकछिन सबैजना रेस्ट लिइरहेछ. फिटबक्स भएर छ अब चाहिँ. गर्मी चाहिँ लास्ट गर्मी छ यार. वायल गर्मी भइसक्यो.
नेपालको सबै आयोजक जसले चाहिँ यो सक्यो आज सक्यो आधी बाँकी छ Alright, everybody. We have so many more performance lined up for you people. एकदम राम्रो राम्रो आर्टिस्ट हुनुहुन्छ तबसम्म को audience वाले तो भी नाच्न चाहनुहुन्छ DJ the beat बजाउँछ you guys can get down and dance. Let's sing. Let's go. The few minutes, 5 minutes. Then we have Shadow Daigo. performance by Shadow. 5 minutes. Ready with the track eta. Track ready with the अनि ओल्ड स्कुल जामको लागि हल्ला गरिदिनु एकचोटि हाम्रो विजयहरुको लागि हल्ला गरिदिनु एकचोटि यो हिपहपको लागि हल्ला गरिदिनु एकचोटि यो गीत सुन्ने हैन त यो लेट्स गो क्यों दाइ आजकल त फ्युचर त हो त नानी भाइदिनु पर्छ न सबजना आउँछ भने है कसलाई तरिरा छोडिँदैको चेताउने तरिका सरी हान्नु पर्छ फक्को दाइको कुरा सुन झगडा सगडा गर्ने होइन भने मान खिचे बोल्दा कुरो ठुलो अघि भेटे दाइयो फुटेलाई के कुट्ने सम्झाको है सम्झाको लगन नसाको फुटे भाइ आफूलाई लाग्ने दशा हो सोचेर फलो गर्न आउँछ फुटे भाइ फुटे वाइ फुटे तलाई भने तलाई वाइ फुटे फुटे वाइ फुटे तलाई भने तलाई वाइ फुटे Let's go! Thank you so much! मजा आयो? यो just end day पनि ब्याटलहरु आउट भएको छ मेरो हैन सबैजनाले सपोर्ट गर्न सक्नुहुन्छ and thank you so much for coming अनि एकदम रेस्पेक्ट पारी गर्न बसिहाल्छ है thank you so much हल्ला गर्दै एकचोटी यो चाहिँ डोजा रिमिक्स हो है गाउनुको सट्टा नाच्नु पर्छ बसन्ती नेपाली हिपहपको सिनमा हामी यो 100 सकोली यो खेलको काजी साप मसिन हुन्छ कबड्डी 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 बागमती भन्दा दूषित सिनमा गन्दगी यो पनि त्यो पनि आउट खेलाडी हो नि म पनि सरी आउ गाई तर पारा मेरो जङ्गली सेसेको सम्झा उठेर बाल हो म भाका छु हातले दौडेर सानो बोलेर बाटो हुँदैन बाटोले कमाती चढेको भूतलाई भगाउँछु हानेर लातले काँचीको चोरो पुम्बैछ जोस छुन्न छिकाछिर छातले यो भेडा र बाख्रालाई मारा नि राबानी गौतमले हान्छ यो हातले फुट्टा फुट्टा भइ लाग्दियो भने यति नै छुँदैन पातले 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 भए पनि टोकेर मारिदिन्छु तँलाई त मेरो
कम्पनी कापर्दा मात्र सम्झिने दाजु र बाइक छन् कति अगाडि भेट्दा मात्र ठिक्क पार्ने नौटंकी अबे डर लागि देखेर ग्याङ ओहो लास्टमा क्या गर्दा स्याङ ओहो सहीले दिएको ज्ञान म कहीँ नहुन गरे You wanna be gangsters, but they are chapari. यो गोबरको अड्डामा गाउनु र सट्टा नाच्नु पर्छ बसन्ती नेपाली हिपहप सिनमा हामी यो सक्कली यो खेलको काटी साप मसिन हुन्छ कपडी कस्तो लाग्यो अनि मेरो चाहिँ हिजो हो कि अस्ति भर्खर त्यो फुच्चे भन्ने गीत आउट भएको छ होइन त्यो जो सबैजनाले गरेर हेरिदिनु होला मेरो चाहिँ स्याडोजी म्युजिक छ च्यानलमा अनि सोसल मिडियाहरूमा अनि जस गएर यसो माया देखाइदिनु होला थ्याङ्क यू सो मच हल्ला गरिदिनु एकचोटि लास्ट होला यो अब व्हाट्सअप सबलाई वेलकम है यहाँ आएकोमा सबलाई थ्याङ्क यू सो मच हिपहपलाई यसरी सबले सपोर्ट गर्दै गर्नु है र अहिलेको लागि चाहिँ म चाहिँ एके भूषण मगर प्लस डिभाइड र म चाहिँ अहिले उडे म भन्ने ट्र्याक हानेर छु अन रिलिज है हजुरहरूलाई लगेको छु साथ दिनु है त ओके चेक ओके हाइमा कस्तो छ नि हालको पर्ने भन्दैनौ लाग्यो त्यारो तिमीलाई पनि डर नै दौ त्यसैले त हामीलाई डरी गन्दैनौ होइन म काममा बिजी हो मलाई ख्याल राख्नु पर्छ बहिनी आमा दिदीको अझ बनाउनु छ खतरा मेरो नाममा भिडियो अनि चढ्नु पर्छ गाडी एउटा सानमा निजीको मलाई त्यो राज्यभित्रको मुखिया सम्झी हाइपमा बोर्डिङमा घुस्छु म बजारमा ननासी क्राउडलाई लिएर आउँछु हाइपमा आइजो त लाइफमा भुल्दैनस् लाइफमा तिनमा लुसुको उठेर राइटमा डाँडामा लोड गर्ने पाइपमा यसोको तानिसु म पनि डुबेको मान्छे तमासा हेर्दैछु अहिले म हाइटमा पुगेर ओके थ्याङ्क यू Alright, for our main event, we have none other than Nishant Gaujo, one of the OG B-boy and the pioneer of hip-hop in Nepal. Nishant Gaujo! Ready? बिटबक्स हान्नुहुन्छ तैँले अब त्यो जसले पानी खाएर बोतलहरू दायाँ बायाँ फ्याल्नु भएको छ प्लास्टिकहरू दायाँ बायाँ फ्याल्नु भएको छ प्लिज टिपेर डस्टबिनतिर सभ्य नागरिक बनाऊ धन्यवाद
हाम्रो भाइको Alright, so हामी लगभग अन्त्यतिरै आइसकेका छौँ यो प्रोग्रामको। मनोज दाइ बस्नु न, आदर सत्कार कार्यक्रमहरू हुन बाँकी छ, नजानुहोस् प्लिज। खादा सम्मानहरू गर्छौँ, ताली बजाउनु पर्छ अलिअलि प्लिज। Alright, Manoj Dai, so first of all, thank you so much, Kamal Pokhari Club. Hey, Manoj Dai, hey. अनि हाम्रो कमल पोखरी स्पोर्ट्स क्लबलाई धेरै धेरै धन्यवाद छ। तपाईहरुले पहिल्यैदेखि हाम्रो ज्याम, हाम्रो ओल्ड स्कुल ज्यामलाई यसरी सपोर्ट गर्दै आइराख्नु भएको छ हैन। कमल पोखरीबाट मनोज लामा। थ्यांक यू कमल पोखरी स्पोर्ट्स क्लब वन्स अगेन। आज चाहिँ यो जुन प्रोग्राम लिएर आउनु भएछ हजुरहरू होइन, एकदम खुसी लागेछ, एकदम रमाइलो लागेछ। यो ठाउँमा फेरि पनि हजुरहरूले प्रोग्राम लिएर आइदिनु होला। हामी चाहिँ धेरैभन्दा धेरै खुसी छौँ। जय नेपाल, जय कमल पोखरी। धन्यवाद once again. So here we come to the end of Kamal Pokhari Monsoon. एकछिन पानी पनि पर्दियो है, so it makes sense. Monsoon Park Jam. Thank you all the artists who showed up. Thank you Nepali Pop Foundation. Thank you DJ Airbel. Once again Manoj Dai, Kamal Pokhari, and thank you everybody who's present out here, to all the dancers. A gratitude from the deep within my heart. Thank you so much people. Hey, अनि अर्को एउटा कुरा है, हाम्रो टी-शर्ट कस्तो लाग्यो by the way? So, ठिकै तर यो भन्दा राम्रो नि छ। Please go check Sample, है, the new brand coming out. Sample. Okay, thank you so much everybody. Have a wonderful night. Thank you. Beat your ass and knock him out, who guy watching? Sometimes you gotta pop out and show niggas. So if I'm looking at him, the money up the score with him. Fucking down all the time, I know he got some fun on him. Hold on him, extortion, what he got from him? Face right now, I hate him like I'm young. You may not hear about the cell block long. He need to talk for me, man. यस गाइस, बवाल भयो इभेन्ट चाहिँ होइन। अब मैले चाहिँ सोचिरहेको थिएँ ब्याटल सेटल पनि हुन्छ भनेर सोचिरहेको थिएँ, तर ब्याटल चाहिँ होइन रहेछ, जस्ट यतिकै शान्तिले इभेन्टहरू रहेछ है। त्यो अनि कमल पोखरीको भ्यू खतरा देखिने छ नाइटमा चाहिँ। म त्यस्तो साह्रो घुम्न आएको छैन नि त यतातिर, खतरा देखिने छ नाइटमा चाहिँ यार। बत्ती है सही देखिँदैछ। त्यो गर्लफ्रेन्ड सलफ्रेन्ड लिएर आउनु पऱ्यो भने चाहिँ यहाँमा त ठिक होला है। सबजना गर्लफ्रेन्ड बाइफ्रेन्ड आउँदो रहेछ यतातिर त, सबै यता त्यहाँदेखि यतासम्म नि। त्यही लगाएर पानीको छिटायो, अब पटाउ बोलाउँछु, घरतिर चलिदिन्छु। पानी पऱ्यो भने बर्बाद हुन्छ, अहिले घरसम्म पुग्दैन फेरि। त्यही भएर पटाउ बोलायो, चाँडो गइहाल्नु पर्छ। कालो भइसक्यो पुरै। यस गाइस, फाइनली घर आइसक्यो ट्याक्क लाएर। अनि आजको दिन चाहिँ बवाल भयो होइन। मैले सोचेको भन्दा पनि धेरै रमाइलो भनौँ न। म हेर्न गएर थिएँ, ऱ्याप हेर्न गएको थिएँ, तर ऱ्याप पनि हुनु त भयो। हाम्रो स्याडो, पजिटिभ बाइट अनि 2-3जना केटाहरूले खतरा पर्फर्मेन्स गर्यो। त्यो बवाल मजा आयो। अनि इभेन्ट गर्ने मान्छेलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु म चाहिँ। त्यही हो। अनि एनटिएफको भ्लग हेर्नु भएको छैन भने लिङ्क तल राखिदिइरहन्छु, एनटिएफको भ्लग पनि चेक गर्न सक्नुहुन्छ तपाईँहरूले गएर। सो धेरै धेरै माया हाम्रो सम्पूर्ण भ्युअर्सहरूलाई सुकुमदास फ्यामिलीबाट।